आज म तपाईहरुलाई 55 लाखको यो घर पाउनुहुन्छ है त। त्यो पनि 7। नमस्कार यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा। मेरो नाम प्रेममत। आज तपाईहरुलाई विश्वास नलाग्ने 55 लाखमा त्यो पनि यो घर सहित 7 आना जग्गा। आहा नि मौकाको फाइदा उठाइहाल्नु न। त्यो पनि यो एरियामा आनाको 10 देखि 15 लाख चलेको ठाउँमा जम्मा टोटल 55 लाखमा विश्वासै नलाग्ने मूल्यमा है। मौकाको फाइदा उठाइहाल्नु न। जो सुरुमा आउनुहुन्छ उहाँले ढुक्कले लगानी गर्नुहुन्छ। तपाईहरुलाई यो घर यो जग्गा कुन ठाउँमा रहेको छ सम्पूर्ण जानकारी दिनेछु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। अब आउनुस् तपाईहरुलाई जस्ताको तस्तै यो घर देखाउँदै छु है। ल हेर्नुस्। आजको बिक्रीमा रहेको यो कोदो छ। कोदो भन्दा यतापट्टिको है त। माथिपट्टि पनि वाल र तलपट्टि पनि वाल। दुई साइड नै वाल लगाउनु भएको छ है। जस्ताको तस्तै ल हेर्नुस् यहाँदेखि भ्यू। आहा नि ल हेर्नुस् है त पुरै घरहरुको बिचमा माथि पनि ठुलो घर छ। ड्रोन सुट हेरिहाल्नु भयो भने यो नर्मल घर है त। जस्ताको तस्तै देखाउँदैछु। तलपट्टि यो वाल हेर्न सक्नुहुन्छ हैन। यस्तो खाले रहेको छ। आजको बिक्रीमा रहेको यही नै हो। तपाईहरुलाई जस्ताको तस्तै लाइभ प्रत्यक्ष रूपमा देखाउँदैछु। पछाडिको भाग हेरिसक्नु भयो तपाईहरुले भने अब यो अगाडिको भाग पनि देखाउने छु तपाईहरुलाई। बाटोदेखि सबै दृश्य देखाउँदैछु हेर्न सक्नुहुन्छ। ड्रोन सुट पनि हेर्न सक्नुहुन्छ। बाटोको दृश्य ड्रोन सुटले देखाइसकेको छु भने यो अगाडिको भाग रह्यो र यो साइडमा टोयलेट रह्यो। यता पनि यति धेरै खुल्ला स्पेस रहेको छ हेर्न सक्नुहुन्छ यस्तो खाले। अब यहाँदेखि यो भ्यूको कुरा गर्नुहुन्छ भने सबै हेर्न सक्नुहुन्छ। तपाईहरुलाई अब एकैछिनमा यो बाहिरी भागको दृश्य देखाइसकेपछि भित्रको पनि दृश्य देखाउने छु। यहाँनिर हेर्न सक्नुहुन्छ तलपट्टि यो ठुलो पिल्लरवाला घरै बनिसकेको छ। नयाँ नयाँ घरहरू नयाँ नयाँ बस्तीहरू बन्दै गरेको। अगाडि यो बाटो हेर्न सक्नुहुन्छ। यो ठुलो बाटो गाडी नै आउने बाटो है त। जस्ताको तस्तै देखाउँदैछु। यो गाडी आउने बाटो भयो भने अगाडिपट्टि राम्रो राम्रो घरहरू पनि बनिसकेको छ। यो तपाईहरुले हेर्न सक्नुहुन्छ यो बाटो रह्यो है त। अगाडिपट्टिको बाटो हेर्न सक्नुहुन्छ। यो ग्राभल बाटो जग्गालाई टच बाटो यही नै हो। बत्तीको पोल अगाडि छ। अगाडिपट्टि राम्रो राम्रो घरहरू बनेको छ हेर्न सक्नुहुन्छ। यो साइडदेखि पनि पुरै भ्यू है। यो काठमाडौँको भ्यू हेर्न सक्नुहुन्छ। भक्तपुरको भ्यू पुरै आनन्दको भ्यू हेर्न सक्नुहुन्छ। यस्तो खाले रहेको छ जग्गा टक्क टच। माथिपट्टि पनि यस्तो वाल लगाउनु भएको छ। तलपट्टि पनि सेयर वाल पुरै सेफ्टी रहेको छ भने अब तपाईहरुलाई यो जस्ताको तस्तै देखाउँदैछु। यहाँ हेर्न सक्नुहुन्छ। यहाँनिर यो सेफ्टी टङ्की रह्यो हेर्न सक्नुहुन्छ भने यहाँनिर यो कमन टोयलेट बाथरुम रहेको छ। यस्तो खाले रहेको छ भने अब तपाईहरुलाई भित्रतिरको दृश्य देखाउन चाहे यहाँदेखि हेर्न सक्नुहुन्छ है। टक्क यो एउटा ठुलो साइजको किचन रुम रहेको छ हैन। मिडियम साइज भन्दा पनि हुन्छ एउटा किचन रुम। माथिपट्टि जिप्सन वाल सिस्टमको भए तापनि साइडमा यो झ्याल ढोकाहरू राम्रो खाले युज गर्नु भएको छ भने यतापट्टि यो एउटा बेडरुम बनाउनु भएको छ हेर्न सक्नुहुन्छ। यस्तो खाले रहेको छ। यसमा पनि यो साइडमा झ्याल लागेको हुँदा उज्यालो बत्ती बालेको छैन है। फेरि पनि उज्यालो रहेको छ। जस्ताको तस्तै तपाईहरुलाई देखाउँदैछु हेर्न सक्नुहुन्छ है। यो यूपीवीसी एल्युमिनियमको झ्याल ढोका है। एल्युमिनियमको झ्याल ढोका रहेको छ। यो साइडमा झ्यालहरू हेर्न सक्नुहुन्छ भने ढोका चाहिँ काठकै रहेको छ। जस्ताको तस्तै तपाईहरुलाई देखाउँदैछु। माथि जिप्सन है त। अब तपाईहरुले यतापट्टि हेर्न सक्नुहुन्छ हैन। यस्तो खाले रहेको छ यो किचन रुम। माथिपट्टि जिप्सन यतापट्टि यो झ्याल रह्यो भने यतापट्टि मेन ढोका पूर्व फर्केको चिटिक्कको यो सुन्दर घर तपाईहरुलाई देखाइसकेको छु हैन। अब तपाईहरुलाई वरिपरिको दृश्य अझै देखाउन चाहे एकचोटि अघि नै पनि हेरिसक्नु भएको छ भने अब यतादेखि हेर्न सक्नुहुन्छ। यस्तो खाले रहेको छ अगाडिको भ्यू। ठ्याक्कै यो ढोकाबाटै देखाउन चाहे तपाईलाई यो ढोका भयो भने ढोकाबाट यता हेर्नुहुन्छ भने यस्तो खाले ओपन स्पेस रहेको छ आनन्दको ठाउँ। अब तपाईहरुले यतापट्टि है त ल हेर्नुस्। यो साइडदेखि नि देखाउन चाहे तपाईहरुलाई यस्तो खाले रहेको छ है त। ड्रोन सुटले पनि हेरिसक्नु भएको छ भने अब यतादेखि वरिपरिको दृश्य देखाउँछु जस्ताको तस्तै है त। ल हेर्नुस् यस्तो खाले रहेको छ। तपाईहरुले हेर्न सक्नुहुन्छ है। यो भागहरू यो दृश्यहरू जस्ताको तस्तै देखाउँदैछु है। यो साइडमा पनि वाल लगाउनु भएको छ। अघि नै पनि हेरिसक्नु भयो लगभग मोटामोटी हैन। अब यो यहाँ यतासम्म रहेको छ हेर्न सक्नुहुन्छ। अब यो यहाँसम्म रह्यो। यो पछाडिको भाग देखाउँदैछु। तपाईहरुले हेर्न सक्नुहुन्छ यो यहीँसम्म हो भन्नुभएको छ जग्गादानी घरदानीले। आएर राम्रोसँग बुझ्नु होला हैन के कस्तो छ कहाँसम्म हो हैन। अनि त्यसपछि यो भाग हेर्न सक्नुहुन्छ। आहा नि आनन्दको भ्यू। बस्नलाई एकदमै आनन्द रमाइलो हाइटमा चिटिक्कको मिलेको ठाउँमा यही नै हो आजको यो बिक्रीमा रहेको घर र जग्गा है त। अब माथिपट्टि पनि वाल तलपट्टि पनि वाल। त्यो अगाडि सिधा अगाडि हेर्न सक्नुहुन्छ। त्यो ढलान घर यतापट्टि नर्मल घर ऊ त्यहाँ ढलान घर रहेको छ। यहाँ माथि पनि ढलान घर देखिरहनु भएको छ भने तपाईहरुले बस्नलाई एकदमै आनन्द टक्क हाइटमा आहा नि फ्रेस हावा पानी भएको ठाउँमा एकदमै राम्रो एरिया बस्नलाई चिटिक्क
टुक्क आनन्द त्यो माथिपट्टि चागुनारायण मन्दिर यो भ्यू तपाईँहरूलाई सन्दर्भमा मैले वरिपरिको दृश्य भित्र बाहिर चारैतिरको दृश्य देखाइसकेको छु। के भन्न चाहनुहुन्छ कमेन्टमा लेखिहाल्नु है। तपाईँहरूले हेरिसक्नु भएको छ, मन पारिसक्नु भयो होला। अब यसको सरर जानकारी दिनेछु, यो भिडियो अन्तिमसम्म हेर्नुहोस् है त। आहा नि यति राम्रो घर र जग्गा भित्र बाहिर वरिपरिको दृश्य हेरिसक्नु भयो, मन पारिसक्नु भयो होला। किन हो लाग्यो होला यो घर यो जग्गा ज्यान लोकेसन भन्नुपर्दा भक्तपुर जिल्ला चागुनारायण नगरपालिका वार्ड नम्बर 4 मा रहेको ठ्याक्कै इन्द्राणीको पारिपट्टि रहेको है। यति राम्रो 7 आना जग्गा, अगाडिपट्टि सरर ग्राभल 13 फुटे बाटो, अब छिट्टै ढलान हुँदैछ। वरिपरि बस्ती नै बस्तीको बिचमा यो नर्मल वाल सिस्टमको 2 कोठाको घर रहेको छ है। जिप्सनहरू साइडमा वालहरू सबै लगाउनु भएको छ, एकदमै राम्रो चिटिक्कको सानो फ्यामिलीलाई बस्न मिल्ने घर पनि रहेको छ। अब अगाडि यति धेरै खुल्ला स्पेस, पछाडि पनि खुल्ला स्पेस पाउनुहुन्छ तपाईँले। मौकाको फाइदा उठाइहाल्नु होला है। इमर्जेन्सी जग्गाधनीले 7 दिनभित्रमा बिक्री गर्दै हुनुहुन्छ, त्यो हुँदा मौकाको फाइदा उठाइहाल्नु होला। लिन चाहनुहुन्छ ढिला नगर्नुहोस् है त। साइडमा हेर्नु न, घरको लागि भन्दा नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ। जम्मा टोटल 55 लाख है। अब ढिला नगर्नु, कन्ट्याक्ट गरिहाल्नुहोस्। हस् त, नमस्ते, धन्यवाद।